गुड मर्निङका लागि चर्चित सुदन फेरि गृहमन्त्री र महावीर पुन बने विज्ञान मन्त्री। एक समय गुड मर्निङ स्टाटसपछि ठूला राजनीतिक घटनाक्रम हुने भन्दै चर्चामा आएका सुदन गुरुङ फेरि गृहमन्त्री बनेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद विस्तार गर्दै गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिएका हुन् भने महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री बनेका छन्। दुवैले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएका छन्। सुदन गुरुङको नाम पछिल्लो समय नेपालकै सबैभन्दा चर्चित गृहमन्त्री मध्ये एकका रूपमा लिइन्छ। उनको कार्यकालमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक विरुद्ध कानुनी कारबाही अघि बढाइएपछि देशको राजनीतिक नै तरङ्गित बनेको थियो। त्यति मात्र होइन, कुनै ठूलो कारबाही अघि सामाजिक सञ्जालमा उनले गर्ने साधारण गुड मर्निङ पोस्ट समेत चर्चाको विषय बन्ने गरेको थियो। कतिपयले त्यसलाई सङ्केतको रूपमा लिन थालेका थिए। यही कारण पनि पुनः गृहमन्त्री बनेसँगै सामाजिक सञ्जालमा अब फेरि गुड मर्निङ आउँछ त भन्ने टिप्पणीहरूको बाढी लागेको छ। सम्पत्ति विवरण सम्बन्धी विवादपछि पद छाड्न बाध्य भएका गुरुङलाई सरकारी छानबिन समितिले सफाई दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले फेरि गृह मन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन्। उता म्याग्दीबाट स्वतन्त्र सांसद निर्वाचित महावीर पुनले विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालयको नेतृत्व सम्हालेका छन्। ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारदेखि नवप्रवर्धन अभियानसम्मका कारण परिचित पुनबाट प्रविधि क्षेत्रमा नयाँ योजना आउने अपेक्षा गरिएको छ। सुदनको पुनरागमन र महावीरको प्रवेशसँगै सरकारभित्र फेरि एउटा शक्तिशाली जोडी बनेको चर्चा सुरु भएको छ। अब सबैको चासो एउटै छ, गृहमन्त्री सुदन गुरुङको अर्को गुड मर्निङ पोस्ट कहिले आउला र त्यसपछि के होला।